ये औले फुल्यो काँस लेखा फुल्यो बाँझ बुरास। पानी केवल प्राकृतिक स्रोत मात्र होइन। आठबीसकोट नगरपालिका 10 काफलचौरको यो कुलोले 47 घर परिवारको खेतबारीको प्यास मेट्छ। पानी नभए केही छैन सर। अब अनि खेतमा धान लगाउँदा पानी चाहियो, गहुँलाई पानी चाहियो। बनाउनु त धेरै वर्षदेखि सोचेका थियौँ, सोच मात्रै थियो सर, पैसा थिएन हामीसँग। सर्वदान गरेर माटो ढुङ्गा लगाएर नहुने। यही कुलोको पानीले कालीबहादुर मल्लले सञ्चालन गरिरहेका पानीघट्ट र पानी मिल दुवैको मदानी घुम्छन्। पानीघट्ट र पानी मिलको आवाज गाउँको सिमाना नागेर टाढासम्म पुगेको छ। आठबीसकोट सेरोफेरोका स्थानीयवासी उनको मिलसम्म पुग्न घन्टौँ घन्टौँसम्म पनि हिँड्छन्। मान्छे त यहाँ बाबीकोट गाउँपालिका मान्छे पनि आउँछन्। आठबीसकोट, सानीबेरी, यता जाजरकोट, नलगारको मान्छे पनि आउँछन् यहाँ। 2080 साल कार्तिक 17 गते राति बारेकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको 6.4 म्याग्निच्युडको भूकम्पले 154 जनाको जीवन खोस्यो। 62,000 भन्दा बढी घर तथा सामुदायिक पूर्वाधारहरूमा क्षति पुर्यायो। त्यो कहाली लाग्दो रातको प्रभावबाट यहाँका मान्छेहरू अझै मुक्त हुन सकेका छैनन्। भैँसालाल त छेद बिछेदै पारो छ। मान्छेको अहिलेसम्म पनि टहरामै बसाइ छ। म खाटमा सुतेको थिएँ नि, यस्तै मोटो कोन लियो र भनेर बाबु आएर अनि भैँसालो थाहा भित्र बसिहाल्यो भने फेरि बाहिर निस्क्यो। बाहिर बसिन अनि अर्का ठाउँमा गएन। उही रातभरि उही बसिन, सुत्दै सुतिनु। भूकम्पले जमिन हल्लाएपछि काफलचौरको जीर्ण भइसकेको कुलो झन क्षतिग्रस्त हुन पुग्यो। कुलोबाट बाहिर पानी चुहिन थाल्यो। त्यसमाथि 2081 सालको बाढीले कुलोको मुहानै बगायो। कालीबहादुरको काम र खर्च दुवै बढ्यो। कालो प्लास्टिक हाल्नुपर्ने, माटो बोकेर लिनुपर्ने, कुलामा राख्नुपर्ने, अनि कालो प्लास्टिक च्यात्तै गर्थ्यो। गएर 40-45 मिटर प्लास्टिक किनेर ल्याउनु पर्थ्यो, 200-300 मिटर किन्नु पर्थ्यो। कालीबहादुरको यो पीडा उनीमा मात्र सीमित थिएन। उनको मिलमा भर पर्ने सयौं परिवारको दैनिकीमा समेत यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारेको थियो। पानी नहुँदा कहिले मिल बिग्रिन पनि फर्केर जाने हुन्थ्यो। कहिले पानी नगएर फर्केर जाने, यी राखेर जाने हुन्थ्यो। कहिले बासा यी बस्ने हुन्थ्यो। त्यस्तो पनि हुन्थ्यो। समुदायको यो पीडालाई बुझेर स्थानीय सरकारले कुलो मर्मतलाई प्राथमिकतामा राख्यो। पालिकाकै छनौटमा जापान सरकारको आर्थिक सहयोगमा UNDPको नेतृत्वमा UN हेबिटेट नेपालले जीविकोपार्जन सुधार एवं विपद उत्थानशील सुदृढीकरण परियोजना अन्तर्गत कुलो पुनर्निर्माणको काम थालनी भयो। यो काम परियोजनासँग आबद्ध संस्था, स्थानीय उपभोक्ता समिति तथा स्थानीय व्यक्तिहरूको साझेदारीमा सफलतापूर्वक सम्पन्न भयो। उपभोक्ता समिति यहीँकै स्थानीयलाई चाहिँ समिति अध्यक्ष बनाएर यहीँकै उपभोक्ताहरूलाई चाहिँ हामीले चाहिँ काम श्रममा लगाएर यहीँ काममा लगाएर चाहिँ हामीले चाहिँ त्यो काम गरेका थियौँ। सबै कामदारहरूलाई जति आउनुहुन्थ्यो, कामदारहरू 20-25 जना, उहाँहरूलाई सबैलाई 2 दिन सर्वदान गर्नुपर्छ। आफ्नो कुलो हो भनेर उहाँहरूले पनि गर्नुभयो। 70 मिटरको क्षति भएको ठाउँमा चाहिँ RCC क्यानलिङहरू गऱ्यौँ, जसमा चाहिँ त्यो बेसमेन्टको लागि तपाईँको ग्याबिन वायर मेसहरू 12वटा वायर मेस दियौँ र जगमा चाहिँ स्टोन मेसिनरी पनि हालेर चाहिँ त्यसलाई चाहिँ जग बलियो बनायौँ। र अहिले चाहिँ RCC क्यानल बनिसकेपछि अहिले पानीको बहाव पनि पुग्ने र खेतीयोग्य जमिनहरूमा पनि सिँचाइ भइरहेको छ भने वाटर मिल पनि अहिले सहजीकरण भएको अवस्था रहेको छ। मर्मतपछि कुलोमा पानीको बहाव बढेको छ। यसले सिँचाइलाई सजिलो बनाएको छ नै, साथसाथै कालीबहादुरको अनावश्यक परिश्रम र खर्च पनि जोगाएको छ। अहिले सरको प्रोजेक्ट आज हामीलाई धेरै राम्रो छ। यत्रो मिल चला, त्यत्रो पानी त्यहाँ पर बचेको छ होइन। धेरै हामी खुसी छौँ र अहिले मिल चलाउने फाइदा भयो भने जस्तै सिँचाइ गर्ने फाइदा भयो। चुन्यालाई टाल्नु परेन, सिमेन्ट लगाइसकेपछि बन्द भयो। मिल र घट्ट दुवै ढुक्कले चल्ने भएपछि अन्न कुटानी पिसानीका लागि आउनेहरू पनि खुसी छन्। अब पिना लिएपछि 10 रुपियाँ अनि पिना लिएपछि अनि 25 रुपियाँ तिर्छु। जेला सस्तै पर्छ सर, त्यति महँगो छैन। म त लिन्छु पिना, म त लिएर खसीहरूलाई दिन्छु, 25 तिर्छु। म त्यही नै खुसी छु फेरि।
अनि तर 70 रुपियाँ जति लग्छन् एक पाती पेलेको। हामीसँग 10 रुपियाँ पाती छ भने 50 रुपियाँ जति नै 50-60 रुपियाँ नै फाइदा हुन्छ बेल्ने ग्राहकहरूलाई। सिंचाई कुलोको मर्मत, जीविकोपार्जन सुधार र समयको बचतमा एउटा सानो तर प्रभावकारी उदाहरण बनेको छ। यस्ता सिँचाइका कुलाहरूको पुनर्निर्माण गरेर यस्ता पानी घट्टहरू चलाएर जसको माध्यमबाट उहाँहरूले आफ्नो तोरी अन्नहरू पिन्न पाउनु भएको छ, यसबाट उहाँहरूको जीविकोपार्जनमा मात्र सहयोग भएको छैन, उहाँहरूको समयको बचत भएको छ, उहाँहरूको जीवनलाई सहज बनाएको छ। साथसाथै उहाँले कम मूल्यमा उहाँहरूले चाहिँ नि यस्ता सेवाहरू पाइराख्नु भएका छ जसले उहाँहरूको जीवनलाई सहज बनाएको छ। परियोजना अन्तर्गत जाजरकोट र रुकुम पश्चिमका 5 पालिकामा भूकम्प प्रभावित समुदायको जीविकोपार्जन सुधारका लागि यस्तै 45 वटा सामुदायिक पूर्वाधार र साझा सुविधा केन्द्रहरू निर्माणको काम गरिएको छ।